आगो आयो है आज घरमा खसी काटेको खुट्टा चाहिँ पोल्नु बिर्सेछ आज खुट्टा चाहिँ पोल्नु बिर्सेछ खसी चाहिँ काटेको होइन त्यही भएर यहाँ मासु चाहिँ बिहानै बाँडिसक्यो अब यो खुट्टा चाहिँ हामी नै पोलेर खान लागेको बम बम यसको मुख हेर्न नाकबाट सिगान आइसक्यो उहाँ चाहिँ टिचर हेर्नै भाउजू म तपाईँको लागि कति मेहनत गर्दैछु यहाँ कति गाली खाइ भिडियो बनाउँदैछु ओ यहाँ चाहिँ हाम्रो होइन बिहान खसी काटेको मासु चाहिँ बेचिसक्यौँ खुट्टा चाहिँ बाँकी रहेर पोल्नु पनि बिर्सेछ अनि पोल्दै हेरेको 20 केजीको खसी काटेको 10 केजी घर चाहिँ मासु घरमै राखेको 10 केजी होइन 8 केजी मासु चाहिँ घरमा राखेको 12 केजी चाहिँ बेचेको मरिस चकचक गरेर मरिस बोकेर जान्छु एउटा खुट्टा पर कहाँ मम्मीहरूमा गएर पके खान्छु आया हुन्न तेरो बाउको यहाँ गर चिर्छु आयो चिरोस् न काटोस् न हात सानो सानो जाउँ जुत्ता खै भएको सेसो जाउँ जाउँ आऊ जाउँ 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 आऊ जाउँ बुद्धि बुद्धि हेर न त्यहाँ बुद्धि जाउँ आऊ जाउँ आऊ जाउँ जाउँ आऊ जाउँ 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 न मैले चाहिँ के गरेको छु र हौ rato mo kala terserah lah berarti Itu 150 होला त्यो के 150 को थियो पैसा दिएर आउनु भएको थियो आमा सानो सानो त्यो त अघि बिहान त्यतै गयो बिर्सेछु क्या म त Hello guys, hello. के काट्नु भएको आमा के काट्नु भएको
भन न आज बिहान खसी काटेको प्लिज भन फुपू प्लिज भन हो त्यो मुखले भन्ने हात जोड्ने होइन आगोमा जान्छ त के को मामी आज मिति 2082 साल माघ 20 गते हाम्रोमा 20 केजीको खसी काटेको तर खसीको मासु चाहिँ गाउँभरि ल्याएर नपुगेर खुट्टा मात्र खानु लाग्यो खुट्टा चाहिँ पोल्नु बिर्सेर फेरि हामी अहिले पोल्दैछौँ उहाँ चाहिँ खसीको मालिक नि उहाँ चाहिँ मालिक के भयो सानोलाई त्यहाँ आमै के भयो बेबी है नाच्यो सानो नाच्यो 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 बेबी नाच्यो 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 बढी छाडा गरिदियो त फुपूलाई गरिदिउँ न सानो छिटो बेबी गरिदिउँ न या सानो आमालाई गरिदिउ त गरिदिउँ न कता भएको भन्नु न म ल्याउँछु म त क्यामेराम्यान हो म त युट्युबर हो म चाहिँ उठाउनेवाला छैन युट्युबर हो क्या युट्युबरको 117 जना सब्सक्राइबर छ कि फेरि हामी चाहिँ यसो लडेको मान्छेहरू उठाइँदैन नि जति लड्यो त्यति फाइदा हो नि मलाई चाहिँ भनिदिउँ न बाँकी राखेको छु के छ र गाइज के बित्तिकै बुधबारहरू के बित्तिकै काम गर्दा नो सानो गरिदेऊ त आमालाई गरिदेऊ न आथा है बेबी आमालाई गरिदेऊ न सानो आमालाई गरिदेऊ न छिटो युट्युबको ल्याऊ के बित्ति काम कार्यहरू छ भने बोजू र नाति चाहिँ यस्तो साह्रो जाँगरीले जन्ने म चाहिँ किन यस्तो अल्छी भएको क्या स्याबास हो यसले पारा ल्याउँछ जस्तो चाहिँ अब अथ अथ पनि गर्छ ए सानो के भयो खोइ कहाँ था भयो देखाउ त मलाई उफ गरिदिन्छु बेबी कहाँ था भयो बच्चा यहाँ मलाई प्रहार भइरहेछ मलाई यहाँ एकदम प्रहार भइरहेछ यहाँ मलाई यहाँ प्रहार भइरहेछ गोलीको प्रसाद भइरहेछ गोलीको प्रसाद भइरहेछ यहाँ टङ्कमायाको सासूले मलाई गोलीको प्रसाद ओइ बडी अबे पछि छिर्यो बस्दा त छोइन बस हो स्याबास
बसौँ बसौँ कसले चिल्ला त्यहाँ अनि किन आफै त अनि राम्रो बुद्धि छैन दिमाग खराब पान पराक कसले हो लु निस्क त्यहाँबाट निस्क खुट्टा 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 निकाल 1 2 3 गो स्प्रेस जारी छ आर्मीको छोरा निस्क्यो आर्मीको छोरा निस्क्यो अनि आर्मीको छोरा निस्क्यो निस्क्यो उहाँहरू चाहिँ घरको सबभन्दा जागरिलो मान्छेहरू खसी काटेको आज हाम्रो घरमा खसी काटेको मासु चाहिँ लगिसक्यो धेरै मासु 21 केजी मासु लाग्छ अब खसी चाहिँ 20 केजी मात्रै पुग्यो तर खुट्टा मात्रै राख्यौँ हामीले मासु चाहिँ राखेर त्यही पनि बिहान पोल्नु बिर्सेछ अहिले पोल्दै गरेको खसीको खुट्टा तान भएर त्यतै पनि हामीले दिनौँ खसीको खुट्टा चाहिँ हामीले राख्यौँ आमा के 2 शब्द भनिदिनु न ले त्यसकै फेरि त्यो नचलाऊ है अहिले आमाले फेरि बा गर्नुहुन्छ नि आमा केही 2 शब्द जाओस् न 2 शब्द जाओस् न म जता बसेँ त्यतै धुवा आउँछ त के कारणले होला गाइज भनिदिनु पर्यो सेसु नोइ ओ Mr. Limbo, Mr. Sombampe, hey, बदमाश एकदम चिसो मौसम चिसो मौसममा जता त लड्दै होइन त्यो पनि पोल्दैछ नि त्यो नि आगोमा लगाइदेऊ त्यो पनि बालिदेऊ बस गुड हो वाह केटा भाग आमा चिम्टा भाग दौरा लगाइदिएको छ दा भाग तुफान भाग आमा मार्ने आमा ल्या कसले बालिदियो
भयो चक्का चक्का ना रहेका बाँसुरी ना रहेका के अरे ना बजेका बाँसुरी भन्नु नै आउँदैन यार भनेको चाहिएको बेला त मासु गनाउँछ हौ प्लास्टिक गनाउँछ अलिकति खुट्टा नि बित्थामा राखेपछि बेचेको हुँदैछ भन्ने होला अहिले बाकै केटा अहिले चिम्टा खाला हो नि साह्रै जाने दौरा लाउनु सक्छ हल्लाउनु सक्छ प्लास्टिक यार लक्ष्मी कस्तो खालको दौरा हो हात चाहिँ चल्ने गरिदेऊ हुन्छ गरिदेऊ फेरि बाबालाई गरिदेऊ बेबी बाबालाई गरिदेऊ भौडीमा यताउँदी छ सबै छ यताउँदी यताउँदी बाबालाई गरिदेऊ मुखमा लगाइसकेको हुन्छ कपडा होइन बेलुका नि लाउँदै रहेछ लु बाबा बोलाइदिन्छु भनेको त मलाई त उता फर्केर गर्दो रहेछ आँखा छोप्छ पहिला गर्दा सानो टाटा अरे हामी चोक जाने भनेको अहिले भएर जाने ल हामी चोक जाने भनेको ए तपाईँ भोलि जाने अब तपाईँ एकैतालमा कस्तो खालको श्रम गर्नु सिक्नुपर्छ सानोदेखि अब हल्का साम्पाङले श्रम गर्नु सिकाउनु भन्दा पहिला हाम्रो सानोले सिकिसक्यो यहाँ आमाले सिकेछ आमामा डन भएर उभिरहेछ त ओए छि सानो ओए आची यहाँ त ऊ सुली पो हुन्छ त कको हुन्छ अब पर्ख्यो कहाँ उनीहरूको गाडी भर्यो भन्छ अनि के गर्नुहुन्छ हिजो भरेर गयो भन्ला फला मेरो खुट्टामा छोडिदियो भनेको अहिले तँलाई खै यसको छाँटकाट त राम्रो देखिन म त जान्छु घर लु त हेरौँ न लड्डु खाएको पनि देख्नुला हामी पनि लड्डु म त्यो पनि मण्डलको लड्डु हामी हेरौँ ला ल्याएर के भन्नुहुन्छ अरे लु त मण्डलको कति छाडा मान्छे होला कति छाडा मान्छे होला अझ हातले पो देखाइदियो भनौँ धम्की दिदी पो भन्छ त टमाटो निन्द्रा आएर गुजेको होला ओइ बोजूले लड्डु चाहिँ होइन बोजूले लड्डु चाहिँ होइन नातिको गुजे सर लाग्छ हाम भयो माइजू भाउजू
बोजूले मण्डलको लड्डु चाहिँ होइन नातिको गुची छोला त छ त्यहाँ चुपचाप लागेर बसेको देख्दाखेरि पुग्दैन है पुग्दैन आलु चाहिँ फलाइसकेको छैन हौ आलु यार हर्क साम्पाङ जिन्दाबाद माटो जिन्दाबाद हर्क साम्पाङ जिन्दाबाद भन्न सानो नागरिकता हुनेले लाउनु पाउने अरे त भोट होइन लाउनु पाउने अरे त नागरिकता पासपोर्ट हुनेहरूले पनि भोट लाउनु पाउने अरे म त सिधै धरान जाएर लाउनु पाएँ त झ्याम्की इलाम जानुपर्छ होला नि इलाम जानुपर्छ त्यो चाहिँ हुनुपर्ने क्या विदेशबाट पनि मिल्नुपर्ने बनाउनु पर्ने अझ होइन विदेशबाट पनि मिल्नुपर्ने कति छ विदेशमा सबबाट आमालाई गुवायो आमालाई गुवायो जाऊ जाऊ आमा जाऊ आमा जाऊ छिटो छिटो आमा आच्यायो 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 के ल आच्यायो उसलाई तुफान भइसक्यो ओ बस्नु लाग्यो लानु भनेको त लाँदैन त आच्याइसक्यो कि साह्रो साह्रो परिसक्यो हिँड्नु हिँड्नु यता यता त आच्यायो हुन्छ अलि हगो भने एउटा हग्ने एउटा बोक्ने माथि सोल्दी एउटा हग्दै हग्दै हिँड्छ अर्को टिप्दै टिप्दै हिँड्छ हाम्रो टोल त खतरा देखिन्छ त हौ यस्तो दिदीको घर त बबाल देखिन्छ त हौ खास गुस ओराउनु पर्ने मान्छे चाहिँ हो कि होइन बहिनीलाई खुट्टाले फेरि 20 ताल ढोक्नु लाउँछ है गुस आउनु पर्ने मान्छे चाहिँ यता हो तर ऊ अब नहगिसक्यो घर फर्केर आउँदैन ओइ यसलाई आइसक्यो क्या पसिना पसिना भइसक्यो ल्याउँदैछ